वेलकम ब्याक टु माई च्यानल। अनि सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। अनि साथीहरू आज चाहिँ हामी कहाँ जानु आँटेको भनेर सोचिरहनु भएको होला। हामी चाहिँ इलाम जानु आँटेको। अनि इलाम जाँदा जाँदै है इलाममा पनि मन्दिर छ, अनि यहाँ पनि हाम्रो चारालीमा पौपाथीवाडा छ होइन। अनि अब हामी चाहिँ कति भयो नि त मन्दिरहरू नगएको, सो हामी चाहिँ आज फ्री टाइम निकालेर हामी जाँदैछौँ मन्दिरहरू जाँदै इलाममा होइन कन्याममा होइन कन्यामा हाम्रो हल्का काम पनि छ। अनि त्यसैले अब तपाईहरुलाई म देखाउँदै लान्छु हाम्रो राम्रो इलाम। सो गाइस हामी चाहिँ अहिले मन्दिर आइसकेको छौँ हो। यो चाहिँ चारालीको मन्दिर हो। अनि हामी चाहिँ यहाँ चाहिँ दर्शन गरेर चाहिँ माथि जान्छौँ। सुसी अहिले पूजाको सामान किनिरहेछ। यो चाहिँ ठ्याक्कै हाइवेको छेउमा छ हो, बिर्तामोडको मान्छेहरूलाई थाहा होला। उताबाट जाने रहेछ नि अहिले बनाएको, यताबाट जाने बनाएर रहेछ नि अहिले। जुत्ता खोल दियो, म जुत्ता खोल्छु ल। अब यहाँ चाहिँ जुत्ता खोल्ने ठाउँ छ। म चप्पल खोलिहाल्छु ल। भयो, त्यही भएर मैले आज चप्पल लगाएर आएको, सक्स खोल्नुपर्छ भनेर। त्यही हेर्छौ कपालहरू पनि मेरो त साथीहरू। बाटो यो चारालीको बाटो चाहिँ यस्तो खाल्टा भएको रहेछ, बाटो बिग्रेर सामान कहाँ छ? यहाँबाट हिँड्नुपर्ने हुन्छ है। घन्टी बजाएर बोलेको नि, सोचेको तपाईहरुको पनि पुरा होस् हाम्रो जसरी। टिका चाहिँ फेरि कहाँदेखि आयो मेरो निधारमा? हेर न कहाँदेखि आयो टिका चाहिँ। अयो आज विनायक भाइले, विनायक भाइ उही खोजिदिन्छ होला भागेको। बच्चा हेर न त्यहाँ। उसको बच्चा यहाँ माथि पनि कस्तो दामी छ भने नि। हामीले चाहिँ राम्रोसँगले पूजा पनि गऱ्यौँ है। अनि अब चाहिँ हामी निक्लिन आँटेको है, बिस्तारै जान्छौँ। पानी आएको थियो भने पनि आज हाम्रो अब बाहिर निक्लिने दिन हो। आज हामी बुढाबुढी घुम्दै जान्छौँ। कति गेम खेल्छ, कति बाहिर निकाल्दैन। ल राम्रोसँगले पूजा पनि गऱ्यौँ है। अब चाहिँ लाग्नुपर्ने हुन्छ। यति सामान छ कि साथीहरू, अनि त्यही भएर जाँदै भिडियो बनाऊँ भनेको सामानै सामान छ। अस्ति नै ओइ जुत्ताको उयो भनिदेऊ न, कहाँ पो जनकपुरमा, जनकपुर मन्दिर गएको। जाँदाखेरि जुत्ता खोलेर गएको गेटमा, आउँदाखेरि जुत्तै गायो त्यहाँ त। अब चिसो त भएको छैन रेनकोटले गरेर। यता त कस्तो खुसी लागिरहेको रहेछ। अब हिँड्दाखेरि अहिले रेनकोट नबोकिकन नहिँड्दा पनि हुने लाग्यो। कति चिसो मेरो टाउको फर्किरहेको।
भोक चाहिँ लाग्यो 1-2 बजी 1-2 के को 3 बज्न आँटिसक्यो होला होइन 2-3 बज्न आँट्यो होला हामी 12 बजीतिर चाहिँ हिँडेको होला तिमीले भनेको नटेक्दा त्यस्तै हुन्छ दुर्गा मलाई त पेंगुइन जस्तो देखिरहेको छ साथी साथीहरू अब चाहिँ हामी आइपुग्यौँ भन्दा हुन्छ आज त रेनकोटै लगाएर पूजा गर्नुपर्छ है क्या हो पानी आइरहेछ कतिको भिड हुने हो त्यति साह्रो भिड त छैन होला किनकि आज बिहानैदेखि पानी आयो नि त साथीहरू हालिरहेछ मन्दिर चाहिँ यहाँ देख्न सक्नुहुन्छ यहाँ छेउमा छ हजुर पानी झरीमा हामी बाइक आउने कसले आँट गर्छ र अन्त पानी झरीमा आया ल साथीहरू यहीँ हो है मन्दिर चाहिँ कति पर देखेको हौ मन्दिर चाहिँ यही हो हेर्नु यस्तो बादल हुस्से लागेको छ बिहानदेखि पानी परेको तर पनि अब आज जाने भनेर सोचिसकेपछि आउनै पर्यो होइन ल कहाँ गयो हौ के हेरेको अन्त किन यता लिएर राखेको यहाँबाट होला भनेर लु ल्याउ न त ल म जाँदै गर्छु सो गाइज हामीले चाहिँ पूजा गरिसक्यौँ हो कस्तो आनन्द भयो साथीहरू तपाईँहरू पनि तपाईँहरूलाई हेभी फिल भएको छ भने है मन्दिरहरू आउनुहोस् हामी चाहिँ निक्लेको यस्तो चिसो छ यहाँ हेर्नुहोस् कन्यामतिर आउँदाखेरि तातो तातो लुगा लगाएर आउनु यस्तो चिसो छ खाजा खाने घुम्नु कसै मन लाग्दैन मजा आइरहेछ मन्दिरहरू गयौँ अनि यो रेनकोट खोला भनेको मलाई चाहिँ मान्छे छेउमा कस्तो लागिसक्यो रेनकोटै खोल्नु भन्दैन हो जिरो खोला हेर्नु न यो खोला भनेको मान्दै मान्दैन हामी चाहिँ साथीहरू खाना खाने भनेको कति बज्यो कति बज्यो 3 बज्यो अनि खाना पाउँदैन जस्तो लाग्यो क्या अनि हामी अब यहाँ चाउमिनहरू खान आँटेको म एकैचोटि अर्कै थिएँ खाम भनेर नि मेरो सुकुटी चाउमिन चाहिँ आइसकेको त भोक लागेर म नाटेँ चाउमिन मिठो भाइ साथीहरू कपिराइट लाग्छ भर्खर पानी परेर रहेको रहेछ हजुर रेनकोट बोक्यो रेनकोट बोकेँ मैले चाहिँ ज्याकेट नलगाइ आएर कस्तो चिसो
चिसो पो भयो हजुर रेनकोट नलाउने म झापाको गर्मी सम्झेर इन्जोय गरिरहेको छु अनि साथीहरू के अरे फिकलमा नै काम चाहिँ हुने पर्यो है सामान लिएर आउँछौँ हामी साथीहरू हामीले चाहिँ सामान रिसिभ गरेर पनि आइसक्यौँ अनि अहिले हेर्नु न यस्तो दामी मौसम खुलेको छ आकाश हामी चाहिँ अहिले यहाँ इलाम भन्दो रहेछु कन्यामको यता अर्को साइडमा छौँ के अब फोटोहरू हल्का खिचेर हामी पनि फर्किन्छौँ कस्तो राम्रो हौ हेर न हौ पछाडि हेलो हेलो ह्यान्डसम What? ल फोटो हान्दै गर न फोटो कसरी हान्नु तिमी बिनाको जिन्दगी साथीहरू ल ल ल ल ल ल साह्रै याङ गर्छौ फोटो खिच्दिन् न हौ फोटो ल म तपाईँहरूलाई भ्यू देखाएको छु ल हेर्नुहोस् आमामा यस्तो दामी दामी चियाहरू पनि हरियो भइसक्यो त मोबाइल पर छ हेर्नु न अहिले यस्तो मजाले यो खुल्ला भयो आकाश यता चाहिँ फेरि पानी त पर्नु त पर्छै जस्तो छ है ऊ पर ऊ त्यतातिर छ होटल यस्तो दामी खै म सिनेमाडी हान्दिउँ ल तिमी फनक्क परेर हेर्नु पर्यो पहिला उता फर्क न हो अब हेर फनक्क तिमी त कस्तो राम्रो देखिरहेको छ नयाँ लुगा फ्लेक्स गर्नु हो यो कत्रो ठुलो छ है साथीहरू म यत्रो ठुलो छुइनँ नि यो ठुलो ठिक्कको छ हौ तारिफ गर न मलाई सुन्नु कस्तो मजा यस्तो राम्रो मौसम यस्तो राम्रो केटी हो हामी चाहिँ यस्तो राम्रो मौसममा आइसकेको छौँ हो भिज्दै अघि आएको तर मौसम चाहिँ अहिले चाहिँ तर यहाँ फर्किने बेलामा चाहिँ यति राम्रो मौसम देख्नु मिल्यो नि हामीलाई यस्तो देखाउ न अहिले सिनेमेटिक हान्नुपर्छ यो हो नि त यो कस्तो दामी आएको छ के मौसम साह्रै राम्रो आज खुलिएको छ कन्याममा अनि हामीले एउटा स्पेसल भिडियो पनि आज रेकर्ड गरेको छौँ अब त्यो नभनौँ होला त्यो भन्दिनँ होइन त्यो के छ पछि आफ्टर 100 इयर्स थाहा हुन्छ पछिको मान्छेहरूलाई हो अहो घाम लाग्यो यार अब त कस्तो मजाको घाम लाग्यो यार ल तिमी भिडियो बनाऊ एकछिन ल अहिलेसम्म शीतल थियो हो घाम लागिसकेको छ और कुछ भाई लोग भी देख रहा होगा इंडिया से भाई लोग यार नेपाल जरूर आना यार इतना अच्छा मौसम है हाँ नेपाल स्पेशली इलाम कन्याम जरूर आना आप लोग को स्विट्जरलैंड इधर ही देखने को मिलेगा नेपाल में बस हाँ मौसम अच्छे मौसम में आना जब खुला रहता है ना मौसम तब हमने तो जिंदगी जी लिया भाई हामीले त जिन्दगी फुल जिए जस्तो लागिरहेछ हो अहिले चाहिँ अब खुसी लाग्यो अब एभ्री टाइम म गेम मात्र खेलेर हुन्छु अब उसको घरको काम कहिलेकाहीँ भ्लग बनाउँछ कहिलेकाहीँ यसरी निस्किनुपर्छ गाइजहरू तपाईँहरू पनि बन्द कोठामा नबस्नुहोस् है खुलेर एक दिन टाइम निकालेर घुम्नुहोस् जिन्दगी के हो हैन जिन्दगीको मजा लिनुहोस् के हुन्छ थाहा छैन तर यो जिन्दगी चाहिँ तपाईहरुले फुल मस्तीसँग फुल आफूले चाहेको इच्छाहरू है अब त्योहरु चाहिँ अहिले नै पूरा गर्नुपर्ने हुन्छ साथीहरु जतिसुकै दुःख सुख होस् या जतिसुकै गाह्रो होस् तर है जिन्दगीमा दुःख त कसले पाएको छैन सबैले पाएको छ दिमागमा धेरै प्रेसर हुन्छ त्यही पनि जन्मेर आएको छ यो संसारमा एक न एकपल्ट यस्तै राम्रो ठाउँमा चाहिँ आएर चाहिँ शान्त मनले आँखा चिम्लेर लामो सास फेरेर चाहिँ जानुहोस् है त गाइज यति भन्दै अब हामी लाग्नेछौँ घरतिर है अब चाहिँ केही नगरिकन हामी एकैचोटि घर पुग्नु पर्ने हुन्छ किनकि अब धेरै साँझ परेर यो उयो पनि भएको होला हैन अब सिधै हामी घर जानु पर्ने हुन्छ के साथीहरु ल है त 5 बज्न लागिसक्यो तर मौसम यति राम्रो छ
होइन बिहान भित्दै आएको अहिले यस्तो मौसम छ यस्तो आनन्द कस्तो आनन्द भइरहेछ बिहान फेरि मन्दिर पनि गयौँ होइन मन्दिर गएर दुईटै मन्दिर गएर आयौँ होइन त्यसै त आनन्द भइरहेछ है यस्तो मौसम देखेर झन् म त यहाँदेखि जानै मन छैन साथीहरू तपाईँहरू पनि जरुर आउनुहोस् काठमाडौँको मान्छेहरू होइन उहाँहरूलाई कोही कोहीलाई त थाहा हुँदैन नि त यस्तो अब ठाउँ छ भनेर चाहिँ थाहा हुन्छ तर तपाईँहरू आइपुग्नु भएको हुँदैन नि त यहाँसम्म सो तपाईँहरू पनि आउनु होला मेरो भिडियोदेखि हेरिरहनु भएको होला आनन्द पिसफुल्ली भएर हेर्नुहोस् Fingers find the same old shapes. The velvet curtain softly drapes. Trying to unlock a feeling I've been chasing. यार म त एनिमीको दुनियाँमा आए जस्तो लागिरहेको छ यार एनिमीको दुनियाँमा आए जस्तो लागिरहेको यस्तो दामी छ अनि पिस है आज चाहिँ मान्छेहरू धेरै नरहेछ नि फेरि अनि बिहान बहुत पानी परेको छ नि त त्यही भएर होला के है पानी परेपछि फुल्दा चाहिँ मौसम साह्रै राम्रो हुने यतातिर हेर्नु साथीहरू अन्यको सिचुएसन यस्तो छ अन्त आज पानी परेर मान्छेहरू बिर्तामोड झापातिरको मान्छेहरू प्राय आएन रहेछ अब हामी कामले आउनु पर्यो भिज्दै दुःख पाउँदै आयौँ तर यहाँ आएर ठ्याक्कै पानी रोकिएपछि चाहिँ मौसम एकदमै खुल्दो रहेछ अनि हामीले चाहिँ अब यस्तो राम्रो मौसमको फिल लिन पायौँ है वर्थ इट आएको वर्थ इट भयो यो चाहिएको हो क्या हामीलाई हरियाली त्योहरू भनेको चाहिँ हाम्रो लाइफको प्रिसियस मोमेन्टहरू हुनेछ हो गाई मैले साथीहरू मैले भिडियोमा मैले भ्लग किन स्टार्ट गरेँ सोच्नुहुन्छ होला होइन मलाई केही त्यस्तो छैन कि मलाई एकदमै मेमोरिजहरू क्रिएट गर्नु मन लाग्छ होइन अनि म नम्बर्सको लागि पैसाको लागि गरेको होइन अनि म जहिले पनि जहाँ जाँदाखेरि पनि म 100वटा फोटो खिच्छु होला क्या त्यो पनि अनि मेरो फोन फुल भएर उसको फोन पनि उयो भएर उसले पिसीमा राखिदिएको छ क्या मेरो फोटोहरू जस्तो कि हुन्छ नि म चाहिँ उसलाई भने उसले फोटोहरू त्यति साह्रो खिच्दैन होइन म पनि पहिला खिच्दिनँ तर जब समय बित्दै गयो नि तब चाहिँ मलाई एकदम फोटो खिचेर भिडियोहरू बनाएर एज अ मेमोरिज होइन म पहिला नै भिडियोहरू बनाउँथेन त्यो भिडियो अहिले हेर्दाखेरि मलाई कस्तो खास लाग्छ क्या हो त्यही भएर चाहिँ हामीले चाहिँ जहिले पनि फोटो भिडियोहरू होइन मेमोरिजहरू क्रिएट गरेर राख्नु पर्दो रहेछ क्या गाइस म चाहिँ मोटो भ्लगर बनिसकेको छु आइएम जेरोक्स भ्लगर म चाहिँ अहिले बाइकमा छु मेरो ग्रुप 250मा हो अब कति स्पिड हान्यो नि त म 20-30को स्पिडमा छु अहिले पछाडि पुगिछ नि त अब एक्लै भएको भए त हान्थ्यो होला तर पनि आजकल त यस्तो स्पिड कुदाउँदिनँ हौ म मेरो बाबाले तिमीलाई के भनेर ज्ञान दिनुहुन्छ भन 60 भन्दा माथि नकटाउनु जोइ भन्नुहुन्छ कि तर म त्यस्तो स्पिड कुदाउँदिनँ है सुसी म एकदमै मैले अहिलेसम्म होइन बाइक चढेको एकदमै सेफ मलाई उसँग मात्रै लाग्छ क्या सेफ एकदम आनन्दित टाइपको क्या अहिलेसम्म हाइएस्ट भनेको चाहिँ 121 स्पिड कटाएको छु बाबाले अब 121 जय भनेर भन्नुहुन्छ पहिले हो एकदम पहिला छप्री बन्ती गर्दा भन न 3 वर्ष अगाडि यो बाइक भर्खर लिँदा स्ट्रेट बाटोमा क्या तल हिमालीको बाटोमा 121 सम्म पुऱ्याएको एक्लै बस्दा बाइक त यस्तो थरर हुँदो रहेछ कान्दो रहेछ अनि भुल भनेर त्यहाँबाट त्यस्तो कुदाइन नि त्यो परेको के हो दार्जिलिङहरू हो के हो त्यो त हो र पनि ए उयो के हो अन्त होला अन्त त होइन हो त्यो साथीहरू आज चाहिँ हामी अन्तु पनि जाने भनेको थियौँ तर हाम्रो काम हुने भएर अब नेक्स्ट टाइम हामी तपाईँहरूलाई अन्तुको रमाइलो के भन्छ वातावरण अनि ठाउँहरू अनि कटेजहरू अवश्य देखाउने छौँ है यहाँ एकचोटि मान्छेहरू एक्सिडेन्ट भएको अरे केटा र केटी बोयफ्रेन्ड गर्लफ्रेन्ड स्पिडमा आएको थियो अरे यो यताबाट सधैँ गयो अरे क्या दुईजनाकै डेथ भयो अरे ओ माई गड म त एकदमै बाइक कुदाउने साथीहरू तपाईँहरू पनि होइन
ड्रङ्क भएको बेलामा बाइक एकदमै नकुदाउनु, सेफ्टी हिँड्नु है। आजकल त फाइन पनि 20-30 हजार छ अनि अन्त झन् मापा गर्नेहरूलाई त फाइन त नि लाइसेन्स चाहिँ बोकेर हिँड्नु पर्यो है साथीहरू, नत्र गोजीमा 1000-1500 मात्रै बोकेर हिँड्नुहुन्छ नि त अहिले त देश जस्तो क्युआर चलाइन्छ र जाममा परिन्छ है साथीहरू होइन। कोहीहरूले माया लागेर 1000-1500को चिज काट्देला, तर अहिले नेपालको अफिसियल कानुन अनुसार त 10,000, 20,000, 15,000 त्यस्तो छ नि त फाइन। अब कोही त ट्राफिकहरू त त्यस्तै हुन्छ नि त, त्यस्तो मान्छेहरूले छोड्दै नछोडेर नियममा यस्तो छ भनेर चिज काट्नै पर्छ भनेर चाहिँ संस्कृत क्या। म चाहिँ हो हर्कटे बजार है साथीहरू। यहाँ चाहिँ सब्जीहरू मजाको, ओइ हामी केही सब्जी नलाने डल्ले खोर्सानी लाने भनेको होइन, किन्ने नकिन्ने अहिले हो। यहाँ यस्तो मजाको अनि डल्ले खोर्सानी किनेर लानु नि हामी। बाबाले इलाम गएको बेलाले ससुराली जानु मन छैन माइत तिमीलाई? अनि अस्ति भर्खर गएर आएको। बाटोहरू यस्तै छ साथीहरू उता देखाउन कस्तो राम्रो छ सनसेट। यस्तो छ अहिले भ्यू एकदमै पर कस्तो रोशनी आएको जस्तै छ हौ। यो हुन्छ नि डार्क क्लाउडमा चाहिँ क्लाउडबाट चाहिँ हेर न मेरो थम्बनेलहरू जस्तो छ है। कसम त्यो के हो, घामको झुल्का आएको त्यो पुरै भगवानै त्यहाँ उत्पन्न हुन लागेको जस्तो सिन छ त। Trying to unlock a feeling I've been chasing. Hear it in a different way, the meaning's changing. Just a quiet translation in this amber light. A quiet translation in this amber light. साथीहरू अहिले चाहिँ हामी खाना खानु बाहिरहेको छौँ। हेलो हेलो। अनि ऊ चाहिँ यहाँनिर रिल हेर्दै बस्दैछ। गल्यो आज, त्यही भएर साथीहरू हामी चाहिँ बाहिर खानु आएको, गलेर हत्तु 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 भएको छ। यस्तो गल्यो आज तिम्रै मात्रै अनुहार देखाइरहनु मन लागिरहेछ। तपाईँहरूलाई म यहाँ देखाउन आँटेको छु, यो थाल चाहिँ कत्रो कि यहाँ हेर्नु न, एउटा उयसमा टेबलमा नि आँटेको छैन कि यत्रो ठुलो छ। यो भिडियोमा सानो देखिरहेछ होला तर यत्रो छ। यहाँ हाल्दैन, भयो यहाँ हेर्नु, मेरो हात यत्रो छैन, यो थाली यत्रो छ क्या। ल अब हामी खान्छौँ है त साथीहरू।